हाई हेलो वेलकम ब्याक टु माई न्यू भिडियो है। अहिले चाहिँ म ठ्याक्कै धरान सिटीमा छु है। यहाँ हेर्न सक्नुहुनेछ है। म चाहिँ हिजो भर्खर आएको धरान, इलामबाट धरानसम्म राति नाइट हल भएर आज चाहिँ गाउँतिर लाग्न आएको। सो गाउँतिर कस्तो छ, कस्तो माहौल छ है, बुझौँ है यो चाहिँ कस्तो छ। एनिवे धरान इज रियली ब्युटिफुल है। यो चाहिँ सनराइज हो है, यहाँ धरान सिटीबाट टक्क यहाँबाट सनराइज हुँदै है यता धरान। इट्स रियली ब्युटिफुल है धरान सिटी है, धेरै राम्रो छ, निट एन्ड क्लिन है, सस्ता हावा पानी। त्यही माथि अहिले जुन हर्क साम्पाङ भन्ने छ, जस उहाँले चाहिँ निकै राम्रो गर्नुभएको छ। होपफुल भविष्यमा योभन्दा अझै सुन्दर बन्ने छ यो धरान सिटी। हेलो वेलकम ब्याक है। अहिले चाहिँ ठ्याक्कै म बसन्तपुरमा पुगेको छु। धरान हुँदै भेरेटा धनकुटा यता हुँदै हुँदै आज चाहिँ ठ्याक्कै म अहिले बसन्तपुरमा आइपुगिसकेको छु है। बसन्तपुरदेखि लगभग 2-3 घन्टामा आफ्नो गाउँ पुगिन्छ। सो आई एम गोइङ टु सो यु सम अफ द प्लेसेस अफ दिस बसन्तपुर है, हेरौँ। वेलकम ब्याक है। म चाहिँ ठ्याक्कै घर पुगिसकेको छ। यो चाहिँ मेरो रुम हो है। अनि आज चाहिँ टक्क पहिलो दिन टक्क लोकल कुखुरासँग खाने हो खाना है। यस्तै छ गाउँघरमा। गाउँघरको अवस्था चाहिँ धेरै नै होइन, अहिले चाहिँ जस मकैहरू भर्खर उम्रिरहेको, अनि भोलि चाहिँ स्पेसल हुन्छ जस हामी आफ्नो गाउँघरलाई हेर्छौँ, काम गर्छौँ कस्तो छ एक्चुअल माहौल चाहिँ कस्तो हुन्छ। प्रायः सबैलाई थाहा छ, तर पनि हाम्रो जस लालुङगुराँस नगरपालिका 9 सोलमा काफ्ले इलाकामा चाहिँ यस्तै यस्तै इलाकाहरू पाइन्छ है भनेर चाहिँ म तपाईँलाई भोलि देखाउन गइरहेको छु। अब अहिले चाहिँ अब रेस्टको टाइम हो मेरो। अब जस 4th इयरको परिचय छ, सो कन्टिन्युस स्टडी चाहिँ गर्नुपर्ने छ। होपफुली इट विल बी रियली भनौँ न युजफुल फर मी। टाइम एकदमै थोरै छ, देयर इज सो मच टाइम प्रेसर, बट आई बिलिभ आई एम गन मेक इट पोसिबल है। ल यो रुमको अवस्था चाहिँ म पहिलोचोटि आउँदै भद्र बोल्ने छ होइन। अब यसलाई चिटिक चटाक बनाएर A1 बनाउँछु। सो लेट्स गेट स्टार्टेड है। फाइनली है अब रुम पनि मिलाइयो है। यहाँ किताब छन्, अब सुरु गर्नुपर्ने छ। आज कुखुरा मारे लोकल कुखुरा त्यो ठुलो अजिङ मारौँ भनेको त त्यो अजिङ त उसको अब पछि त जाने बेलामा बिराउनु पर्छ नि पर दोकान हात लोकल कुखुराको मासु। त्यही भएर त बाउले मारौँ भनेको। केटालाई देखाउनुपर्छ क्या यो खिचेको। यता देखा न ऊ नि के अरे टेकेस्टोले दिदीले देखा त जमिनले अघि हेरिसक्यो तपाईँ मासु लोकल कुखुराको। ल सुरु गरौँ ल, हामी पनि खानु न। एकछिनमा न यहाँ अचार दिँदैछु त। ल अब चाहिँ मासु खाइयो, टन्न भयो। अब भोलि के छ प्लानिङ त्यही अनुसार चल्नुपर्छ। अब भनेको सुत्ने टाइममा जस लगभग 8-9 बजिसक्यो। मासु सासु बढाएर खाँदा है यताउता गर्दा अहिले चाहिँ टक्क छ। अब एक्जाम त छ 4th इयरको, बट आइ एम नट फिलिङ डुइङ रिडिङ है। अहिले चाहिँ म चाहिँ जस्ट पढ्न चाहिँ मन लागिरहेको छैन। सबैले प्रायः त्यस्तै हुन्छ होला। म चाहिँ आज सोध्छु अलिक गली पनि रहेछ, गाडीले लास्टै थकान दिइरह। यो भिडियोमा सायद भिडियो चाहिँ धेरै भएको थियो, लगभग 6-7 महिनै भएको थियो लगभग भिडियो नहालेको।
टाइम पनि थिएन नि त, त्यस्तै परिस्थिति भएर पनि भिडियो बन्दैन, यस्तो रेगुलर हुँदैन नि त बाहिर बसेर जस्तो। सो अहिले चाहिँ जस अपर्च्युनिटी पाएर जस सर्ट धेरै पनि नहुनु सर्ट भिडियो बनाएको छ, जसले हेर्नुभयो जस होइन को छ जस 1-2-3 वाचिङ, धेरै वाचिङ हुन जस कतिजना छ, थ्याङ्क्स फर वाचिङ है। एन्ड आई बिलिभ यु विल किप सपोर्टिङ मी इन द फ्युचर अल्सो है। सो थ्याङ्क्स फर सपोर्टिङ एन्ड किप सपोर्टिङ मी नि त। अनि लाइक र सेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनुहोस् है, अनि सेयर पनि गर्नुहोस् आफ्नो प्रियजनहरूलाई। ल यस्तै भिडियोको लागि चाहिँ होइन सपोर्ट गरिराख्नुहोस् है।